पासपोर्ट बनाउन धर्म कमाउन। यो धर्म, यो कमाएको धर्म भगवानको नाम नै के हो? भगवत धाम जाने पासपोर्ट हो। हामी यहाँ किन आयौँ धर्म कमाउन, वैकुण्ठमा जानलाई पासपोर्ट बनाउन। हामी यहाँ आयौँ धर्म कमाउन, वैकुण्ठमा जानलाई पासपोर्ट बनाउन। फेरि कोहीले भन्नु होला अन्तिममा जप्ने त रहेछ सुरुमैदेखि हामीले किन जपेको गर्नु पर्यो हैन, किन दुःख पाउनु पर्यो? एकपटक अन्तिममा मर्ने बेलामा जपे त भइहाल्यो त। हेर्नुहोस्, हो अन्तिममा जपे पनि हुन्छ, तर अन्तिममा जप्नको लागि पहिल्यैबाट हामीले प्र्याक्टिस गर्नु पर्दछ। यदि अभ्यास भएन भनेदेखि अन्तिममा झन् भगवानको नाम पटक्कै आउँदैन, संसारको मोहले हामीलाई पकडेर राख्छ। त्यही भएर अहिलेदेखि नै हामी भगवानको नामको सुमिरन गर्यौं भनेदेखि यो बानी नछुटोस् भन्नको लागि हामीले बार बार हरेक दिन हरेक पल भगवानको नामको सुमिरन गर्ने। बोलो सच्चिदानन्द भगवानको। भरतजी महाराज जब अर्को जन्ममा हरिण बनेर जन्म लिनुभयो तब उहाँले विचार गर्नुभयो, हरे राम राम, मैले यस्तो सुन्दर मानव जीवन प्राप्त गरेर सामान्य मानव होइन, सारा का सारा यो भूमण्डलको राज्य मैले प्राप्त गरेको।
यो सारा भूमण्डलको राज्य प्राप्त गरे। यो राज्य पनि अन्तिममा मिथ्या लाग्यो। अब भगवत मार्ग सुधार्नु पर्दछ, मेरो परमार्थको लागि मैले केही गर्नु पर्दछ भनेर सारा राज्य पनि परित्याग गरेर भगवानको भजन गर्न भनेर गएको व्यक्ति एउटा मृगको पाठमा फसेर अहिले मेरो यो जीवन फेरि मृग योनिमा प्राप्त भयो। हरे राम राम। अब पूर्व जन्मको ज्ञान थियो, त्यही भएर उहाँले के गर्नुभयो भन्दा अहिलेको यो जन्मलाई भए पनि मैले सुधार गर्नु पर्दछ भनेर सुकेका पत्ताहरू खाएर भोजन गरेर हरिको स्मरण गरेर त्यो जीवन व्यतीत गर्नुभयो। त्यसपछि अर्को जन्ममा उहाँ ब्राह्मण पुत्र नै बनेर जन्म लिनुभयो। बोल भक्तवत्सल भगवानको नाम, उहाँको नाम रह्यो भरत नै नाम रह्यो। उहाँले विचार गर्नुभयो, पूर्व जन्मको सबै कुरा थाहा थियो, त्यही भएर अहिलेको जन्ममा म जति बाटो भए पनि यो संसारमा बाटो भएर केही हुँदो रहेनछ, बरु यहाँ लाटो लठेक्रो भने बनेर बस्न पाएदेखि बरु मेरो जीवन शुद्ध हुन्छ भनेर उहाँ महाको पटमूर्ख जस्तो व्यवहार देखाउनुहुन्छ। हुन त उहाँ परम ज्ञानी हुनुहुन्थ्यो तर मूर्ख जस्तो भन्थे। त्यही भएर मूर्ख स्वभाव भएको भरत भनेर बोलाउन थाल्यो। के भयो भन्दा हुर्कदै बढ्दै जानुभयो, व्रतबन्ध संस्कार गरिदिनु हो पिताजीले। ल बाबु व्रतबन्ध गरेको 1 वर्ष भइसक्यो, बाबु ल मन्त्र सुनाउ त, गायत्री मन्त्र भन्दाखेरि उटपटाङ मन्त्र सुनाइदिनु, सही सत्य सुनाउनुहुन्थेन। अरे राम राम, यो त महाको मूर्ख हो। मूर्ख स्वभाव भएको, मूर्ख भनेको जड, त्यही भएर जड भरत भन्ने नामकरण भयो। सबैले जड भरत भनेर बोलाउन थाले। मूर्खको जस्तै व्यवहार देखाइदिनु भयो। पिताजीले भन्नुभयो कि यो त मूर्ख भयो, तिमी अरू पुत्रहरू तिमीहरूले मेरो सम्पूर्ण यजमानहरूलाई धान्नु तिमीहरूले नै पर्छ भनेर अनेक ठाउँमा लगाइदिनु भयो। अन्ततोगत्व अन्तिम समयमा भरतजी महाराजका पिता माता पनि वैराग्य वृत्ति धारण गरेर त्यो जीवनलाई परित्याग गर्नुभयो। अब त दाजुभाइहरूको साथमा भरतजी बस्नुहुन्थ्यो एउटै घरमा। दाजुभाइले अनेक काम लगाउँथे, भरतजीले कहिले पनि राम्रोसँग काम गरिदिनु भयो। किनकि आज राम्रोसँग गर्यो भनेदेखि यसले राम्रोसँग गर्दो रहेछ, यसैलाई लगाउनुपर्छ भनेर भोलिबाट फेरि कामदारै बनाउँछ, नोकरै बनाउँछ। त्यही भएर त्यो गर्नुभन्दा आज बिगार्दै भएपछि त भोलि त्यो काम गर्न पठाउँदैन। विचार गर्नु। एक दिनको कुरा हो, दाइले पठाएछन्, बाबु हेर सबैको खेतमा तोरी फुलिसक्यो, हाम्रो अहिलेसम्म छरेको छ, ल गएर खनजोत गर्नु पर्यो। म त अनेकको घरमा जाँदाखेरि पूजापाठ भनेर हिँड्दै आफ्नो काम गर्दै यता खेतीपाती त केही भएन। बाबु भरत तिमीले गएर खन्देऊ न भाइ। भरतजीले भन्नुभयो, हुन्छ दाजु, हजुरको आज्ञाको पालना गरिहाल्छु। कहाँ गएर, कुन चाहिँ गरामा कहाँ गएर खन्ने हो मलाई देखाइदिनु पऱ्यो। लिएर गए, बाबुलाई यहाँ खन भनेर मेसो लगाएर ठ्याक्क निकालिदिए। दाजु छेउबाट खनौँ कि बिचबाट खनौँ? बाबु खन्ने हो, तिमीले जहाँबाट इच्छा गर्छौ त्यहीँ खन, बिचैबाट सुरु गर्ने इच्छा छ भने बिचबाट गर। हुन्छ दाजु, अब हजुर जानुहोस्, मैले खन्न थाल्छु। भरतजीले खन्नुभयो। साँझ त भाइले कति खन्यो होला, धेरै नै खन्यो होला भनेर आएको त धेरै खनेछन्, एकै ठाउँमा मात्रै खलेर फाल्टो इनार झैँ बनाएका छन्। हरे राम राम। अब मैले कसरी यो इनार पुर्ने हो? फेरि त्यसलाई काम हराएर केही पनि काम राम्रोसँग ढङ्गसँग केही काम गर्दैन, गाली गर्दै घर लिएर आए। अनि जहाँ खन्न भन्नुभयो दाजु, म त त्यहीँ खने भन्छ। अनि त्यसपछि मन लाग्यो ठाउँ खन्न भन्नुभयो, म त बिचमा गएर खन्ने। खेतको बिचमा ठुलो न ठुलो इनार झैँ खाल्टो खन्ने। अनि घर आए, एक दिन आए, फेरि अर्को काममा लगाउँछन्, कहिले कुन काममा लगाउँछन्। एक दिनको कुरा भयो, भाइ नयाँ बारीमा हाम्रो मकै छ, मकै र सुगाले खाएर हैरान बनायो। चराचुरुङ्गी आए, मकै खान्छन् अथवा हाम्रो खेतीबाली खान थाले। त्यही भएर जा बाबु, आज म फलाना ठाउँमा जानु छ, फलानाको घर श्राद्ध गराउन छ, त्यो श्राद्ध सकेर क्यारेर म साँझ दिउँसोतिर तँलाई खाजा लिएर आउँछु। बरु गएर त्यति खन्दैन, त्यति गएर हेर्दै, आज चरा हेर्दै भनेपछि ल हुन्छ दाजु, म गएर हेर्छु। गए आज भरतजी एउटा रुखमा गएर बसे।
चराचुरुङ्गीहरू च्याच्यारा चुचु गर्दै साराका सारा खेतीमा आए। सुगा, मैना, भ्याकुर, अब के हुन्छन् चराचुरुङ्गी सब आए। सब आएर खान लागे। यसो हेरे भरतजी महाराजले मजाले रुखमा बसिरहेका थिए। त्यही बेलामा एउटा दुईटा बाँदर आए। बाँदरहरू पनि आएर अब बाँदरले मकै पाएपछि कहाँ गर्छ, हरियो मकै एक एक गरेर बाँदरले चढ्दै मकै खाँदै थाले। बाँदर भालु सबै आएर खान थाले। जब अघाएर बाँदर भालु यसो बाहिर बाहिर जान खोज्छन् चराहरू, भरतजी धपाउँदै आफ्नै खेतीमा लिएर आउँछ। धपाई लिएर आउनुभयो र भरतजी माथि गरेर मनमा नै विचार गर्नुहुन्छ, यदि आज मेरो ठाउँमा मेरो दाइ आएका भएदेखि तिमीहरूले एउटा केही खान पाउँदैन। किनकि यो खेती कसको हो भन्दा यो भगवानको खेती हो, रामको हो। यो चराहरू पनि भगवानबाटै प्राप्त भएका जीव निक्लेका हुन्, सृष्टि भएका हुन्। यो चराहरू पनि रामकै, खेती पनि रामको। अब म पनि रामको। भरतजी महाराज माथि रुखको हाँगा समाउँदै गीत गाउँदै नाच्दै झुम्न थाल्नुभयो। है राम जी का चिड़िया, राम जी कई खेत, राम जी का चिड़िया, राम जी का खेत, खाओ खाओ चिड़िया भर भर पेट। हरि राम जी की चिड़िया, राम जी का खेत, राम जी की चिड़िया, राम जी का खेत, खाओ खाओ चिड़िया भर भर पेट, खाओ खाओ चिड़िया भर भर पेट। सारा चराचुरुङ्गीहरू आऊ आऊ खाऊ खाऊ भन्दै भरतजीमा मजाले रमाएर बस्नु। खोज्दै यताउता हेरे कहीँ देखेनन्। यसो हेरेको त उहाँ माथि बसेर रामजी की चिडिया, रामजी का खेत, खाओ खाओ चिडिया भर भर पेट भन्दै नाचिरहेका। मलाई पट मूर्ख कृक तल झर। दाइले लतारी तल झरायो। तालाई मैले तपाईँ के गर्न पठाएको? चरा हेर्न। अनि चरा हेर्न भनेर पठाएको, त्यहाँ रुखमा चढेर बस्यो। हेर त सबै खेती सत्यानाश बनायो। दाजु हजुरले मलाई चरा हेर्न पठाउनु भयो। हेर्न त हेर्न, म तल बसेर भन्दा माथि रुखबाट धेरै राम्रोसँग देखिँदो रहेछ। हजुरले सुगा आउँछ भन्नुभएको त? नाइ सुगा मात्रै त आएनन्, यहाँ धेरै प्रकारका राता, पहेँला, हरिया, कस्ता रङ्गी चङ्गी चराहरू आएर पुराका पुरा अझै भाग्न खोज्दै थिए। मैले दबाई लिएर आएको।
त्यति मात्र होइन, बाँदर भालु पनि आए। हजुरले त चरा मात्र हेर्न पठाउनु भएको थियो, मैले त बाँदर भालु पनि हेरेँ। अरे हो तँलाई त मैले धपाउन पठाएको होइन दाजु, पहिल्यै भन्नु पर्थ्यो त गएर धपाउनु भनेर। चरा हेर भन्नुभयो, मैले मजाले बसेर हेर्ने। अब यति भरतजी यति भनिसकेपछि दाजुहरूले पनि दिगदार माने कि यसलाई अब यो घरबाट ननिकाल्दासम्म केही हुनेवाला छैन। त अब आइन्दा यो मेरो घरमा बस्ने होइन। जे पनि काम बिगारेको छ, खेत खन्न पठायो, इनार जत्रो खाल्टो खनेर आउँछ, अनि चराचुरुङ्गी हेर्न पठायो, सबै खेती सत्यानाश भएको छ। घरमा केही गर्ने ढङ्ग छैन। त मूर्ख यहाँ बस्नुभन्दा पट यहाँ निक्लेर गयो। भरतजीले मनमा नै विचार गर्नुहुन्छ, दाजु आज मेरो मनको मनोरथ मलाई पनि हजुरको घरमा यहाँ डक्टर बनेर बसिरहेको म त भगवत मार्गमा लागेको व्यक्ति एउटा माला यहाँ बस्नु यहाँ घरमा बन्दी बनेर बस्नु ठिक थिएन। भरतजी महाराज त्यहाँबाट विचरण गर्दै गर्दै जङ्गलमा जानुभएको थियो। त्यही समयमा एउटा जङ्गलमा घुम्दै घुम्दै जाँदाखेरि चाण्डालका सैनिकहरू आएछन्। यसो हेरे भरतजीलाई, सम्पूर्ण शरीर यसो हेरे, हृष्टपुष्ट तन्दुरुस्त देखे। भरतजीलाई भन्छन्, तिमी हामीसँग जान्छौ? भरतजीले, किन? भोक लागेको होला, खाना दिन्छौँ, लाउन कपडा दिन्छौँ, जाउँ हामीसँग राजाको दरबार। हाम्रो राजा हुनुहुन्छ, सरदार हुनुहुन्छ, चाण्डालको सरदार होइन। तिमी दुखी रहेछौ, दुखी गरिब रहेछौ, खाना लाउन पाइन्छ भनेपछि भरतजी त बिचरा विचरण गर्दै हिँडेको। ल हुन्छ, कहीँ त रोकिनै पर्ने थिएन। ल जाउँ जाउँ भन्दै लिएर गयो। गइसकेपछि चाण्डालको सरदारले देखे, ओहो यो ठिक छ, ठिक छ, ल जाऊ त्यसो भए यसलाई पहिला नुहाएर लिएर आऊ, हेर त मैलो धैलो छ। गए, चाण्डालका आफ्ना सैनिकहरूले नुहाइदिए, स्नान गराइदिए। कति महिनादेखि ननुहाएको भरतजीको शरीर अत्यन्तै पवित्र बनाइदिए। सेतो धवल वस्त्र लगाइदिए, राम्रो वस्त्र पनि पाइयो, स्नान गराइदिए, खानको लागि मिष्टान्न परिकारहरू लिएर आइदिए। भरतजीले भन्नुहुन्छ मनमा नै भगवानलाई धन्यवाद दिनुभयो, प्रभु आज जस्तो सम्मान त जीवनमा कहीँ पाएको थिइनँ मैले। स्नान गराइदिए। कहीँ कहीँ हिँड्दाखेरि बाटोमा यो त पागल आयो भनेर कसैले ढुङ्गाले हानेर रखड्थे, कसैले भिक्षुको भनेर अलिअलि 1-2 पैसा भिक्षा पनि दिन्थे, कसैले चाहिँ केही खानेकुरा दिन्थे, धेरै गर्ने। तर आज त यहाँ त भरपुर गरे, स्नान गराइदिए, नयाँ वस्त्र लगाइदिए, चलक्कको खानेकुरा पनि अत्यन्तै मिठा मिठा परिकार लिएर आए, दिए, दक्षिणा चलाए, लिफाफा पनि दिए। गोजीमा लिफाफा राख्नुभयो, चाण्डालको सरदारलाई भन्नुभयो, सरदारजी अब बिदा पाऊ। भरतजीलाई सरदार चाण्डालको सरदारले भन्छ, त भाइ तिम्रो त काम भयो, भोजन आदि पनि भयो, दक्षिणा पनि पायो, तर मेरो त काम अब बल्ल सुरु हुन्छ। कस्तो काम तपाईँको? यिनलाई सिधै लिएर हिँड भद्रकाली माताको मन्दिर, भद्रकालीको मन्दिरमा लिएर गए। के थियो कि भाइ मैले एउटा भद्रकाली माताको सँग भाकल गरेको थिएँ। यदि मेरो सन्तान जन्मेका थिएनन्, यदि सन्तान जन्मिए भने नर बलि चढाउँछु, मान्छेको बलि चढाउँछु भनेको थिएँ। सन्तान भए, अब नर बलि चढाउने मान्छे कहीँ फेला परिएन, त्यही भएर तिमीलाई नै आज लिएर आएको हो। अब भद्रकालीको मन्दिर अगाडि लगाएर तिमीलाई बलि दिने हो। यति भनिसकेपछि भरतजी महाराजले विचार गर्नुभयो, ओहो हे भवानी माँ, आज यही यदि मेरो लेखान्तरमा यही लेखेको छ भनेदेखि के गर्ने? माता हजुरको चरण अगाडि आएको छु, मेरो त अहो भाग्य, किनकि भगवती माताको अगाडि आएर मैले प्राण त्याग गर्न पाएँ। अब मैले अन्त कहीँ जानु परेन। हे भवानी, हजुरलाई जे गर्ने इच्छा छ, हजुरको हातमा मेरो जीवन छ। यदि हजुरको चरणमा आएर मैले प्राण त्याग्न पाएँ भने यो पनि राम्रो कुरा हो भनेर भरतजी कति पनि आत्तिनु भएन, शिर झुकाएर बस्नुभयो। चाण्डालको सरदारले हातमा खड्ग लिएर आयो। जब भरतजीलाई प्रहार गर्न लागेको थियो, त्यही बेलामा
भद्रकाली माताको मूर्तिबाट नै साक्षात भद्रकाली माता प्रकट हुनुभयो र चाण्डाल सहित सारा उसका चाण्डालको सरदार सहित उसका सैनिकहरू सबैलाई भद्रकाली माताले नाश गरिदिनु भयो। भद्र भरतजी महाराजलाई आशीर्वाद दिनुभयो। भरतजी महाराजले भगवानी माता जगदम्बिकाको ध्यान गर्न लाग्नुभयो। बोल भक्तवत्सल भगवानको हरि। जय अम्बे